बल्ल अलि सफा पनि आउनु लाग्यो क्या हो तातो छ अब त बढी सङ्लो सङ्लो आउनु थाल्यो क्या हो त्यो पनि अगाडि राख्नु हँ? यतापट्टि माग्नु पर्यो होइन केटावाला हँ? भोलि मोटो ल्याएर भ्याट 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 पार्नुपर्छ एकचोटि ल ल ल ल ल चलो चलो भाइ सङ्लो पानी निकालेर पानी खान्छौँ अहिले आएको हो त अघि नै घाम हुँदा आएको त अनि अब अझै हाम्रो त्यत्रो काम छ मिसिनमा बुर्गार लानु छ त्यसलाई त्यसो पनि 7 वटा होला नि बल्ल 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 साइड लगाएको थियो अब फेरि खतम भयो भने होला बल्ल 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 बल्लसँगले चाहिँ साइड लगाएको माल फेरि आइपुग्यो कसरी साइड लाउने होला भने अहिले मैले त त्यसलाई आइडिया दिन्छु यसलाई लैजा अनि 2 भाइ दाउरा किन भयो त्यसमाथि लगाएर जलाइदिएला भन्नु होला तमुलाई मरेको लास कम दुःख दियो हामीलाई होइन खुसी भयो होला नि त यस्तो फेर ल्याइदिएपछि त ल बुवा अब खेती गर्नु भन्नुभयो होला भोलि पानी भ्याएको तानेपछि एकपल्ट मेसिन पाएन अब त्यही कल चलाउनु भन्नुपर्छ सबै नै गयो भन्छ कल चलाउन फेरि पानी आएको छैन आएको छ हाम्रो कलको पानी अब भोलि बिहान चलाउँदाखेरि पनि पानी गएन भने चाहिँ लिक भएको रहन्छ त्यही हुन्छ होइन जाम गर्नुपर्ने अझै बाँकी छ तल त्यो जाम नगरेसम्म त सुक्न पनि के लाउँदैन साइडको पानी छ भइगयो नयाँ छैन यो तातो पानी हो यो है तातो आउँछ नि यो पानी पहिलो खोलामा यस्तै त आउँदैन खोलामा पौडी खेल्दाखेरि यस्तै पानीहरू नआउँथ्यो नि त्यसमा त गोबरै गोबर हालेको छ हामीले होइन सबै गोबरै गोबर पानी गोबर र माटो त हो यो पानी त राम्रै आयो 26 फिटमा अब ल झन् त्यो मिसिन त्यहाँ लगेर पानी राख्नु छ भन्दैछु यत्रो मान्छेलाई त उठाएर पनि लान्छ होला तान्नु लान्छ सजिलो छ तँलाई अलिअलि सङ्लो आयो है बल्ल सफा हुँदैछ बिस्तार सफा हुनु त
जाली पुरिसकेको यसको जाली पुरी बालु गिटी बालुवा मिक्स कर बस्ने गिटी बालुवा त्यो जाली काटे जति सबै पुर्छ पुरिसक्यो हँ सादा मात्र अघि भन्दा धेरै छ राम्रो त्यही जाली जालीबाट पानी पस्ने होइन तिम्रो त हुँदैन त्यो माटो झरेर त्यो टालिँदैन कहिले नि त्यो भएर गिटी बालुवा हाल्नु मैले त्यहाँ भएर झरिहाल्छ कल त मस्तको भाइ कल त त्यहाँ पनि कमलै हो मात्र प्रब्लम भनेको त्यो पानी जाने पानी जाने अनि फेरि आउँदाखेरि खिचे गर्नु दाइ तपाईँ त्यहाँबाट 2 बाल्टी पानी लिएर गएर त पानी पटेर आउँदाखेरि गइसक्यो हुन्छ त गइसक्यो हुन्छ त अनि चलाएको चलाइ गर्नु पऱ्यो फेरि चला माथि आउँछ फेरि उ गऱ्यो फेरि अनि त्यस्तो हुनु कहाँ छ त्यो तान्नुपर्छ मलाई त त्यो कलै पहिले अल्टर बाङ्गो यस्तो छ क्या बाङ्गो छ क्या कलै त्यो त माथि पिली गर्छ हो त्यो ढाक लाएर पस्नु पनि सक्दैन त्यो पानी चलाएको त ठुलो त त्यही छ कम ठुलो कुलो छ यो कम ठुलो छैन गहिरो छ नि है 1 फिट गहिरो छ यहाँ अनि त्यसले तान्न पनि मजाले तान्यो क्या डबल गरेर त्यो जाँदा बौला खालको छ फेरि अँ अब लागौँ क्या है अब अघि भन्दा धेरै रेसँग लागौँ अब हुन्छ दाइ भोलि आउने बेला पानी जान्छ कि जानु भाइ त्यो गिटी साइडको प्याक भयो भने चाहिँ गयो भने के हुन्छ खै एकचोटि चलाउँ कस्तो रहेछ आहा कस्तो हल्लु छ त